नमस्कार साथीहरू, स्वागत छ तपाईँलाई क्रिकेट नेपाल न्युजमा। आज हामी भर्खरै भएको लुम्बिनी लायन्स र कर्णाली याक्स बीचको म्याचको केही कुराहरू गर्न गइरहेका छौँ। म्याचको कुरा गर्दाखेरि कर्णाली याक्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो भने लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्दै थियो। खेलको पहिलो पारी हेर्ने हो भने लुम्बिनी लायन्सको सङ्घर्ष धेरै थियो। लुम्बिनी लायन्सले टस हारेर पहिला ब्याटिङ गर्नु पर्यो, तर ब्याटिङ गर्दाखेरि 5 ओभरमा भारी परेको थियो। कर्णालीका बलरहरूले त्यस्तो टाइट लाइन र पर्फेक्ट डिसिप्लिन देखाए कि लुम्बिनीका ब्याटरहरू सेट नै हुन सकेनन्। सबैभन्दा बढी कुरा त के हो भने डट बलको दबाब बढी भयो अनि विकेट माथि विकेट नै जान थाल्यो। पावर प्ले समाप्त हुँदा पनि लुम्बिनी लगभग रन बल भन्दा कम नै थियो। यो एनपिएल जस्तो फास्ट टुर्नामेन्टमा एक्सेप्ट नै हुँदैन। T20 जस्तो टुर्नामेन्टमा यस्तो कुराहरू एक्सेप्ट नै हुँदैन। बीचका ओभरमा लुम्बिनीले के प्रयास गरे पनि, रोहित पौडेल कप्तानले के प्रयास गरे पनि, तर कर्णालीको फिल्ड प्लेसमेन्ट यति स्मार्ट थियो कि बाउन्ड्री पाउन मुस्किलै भयो। मिडलले नै कट्यो, डिप कभरले रोक्यो, स्क्वायर लेगले डाइभ गरेर बचायो, फिल्डिङले एनर्जी बढायो र लुम्बिनी लायन्सले 20 ओभरमा 8 विकेट गुमाउँदै 156 रन मात्र बनाउन सक्यो, जुन कर्णालीका लागि चेजिङ गर्न एकदम सजिलो पनि हुने भयो। कर्णालीको बोलिङ युनिट रेडी भयो, हङ्ग्री छ र योजना क्रिस्टल क्लियर छ। अब दोस्रो पारी कर्णालीको ब्याटिङ। अब आएको मुख्य टर्निङ पोइन्ट कर्णाली याक्सको चेज हो। टार्गेट त ठुलो थिएन, तर T20मा प्रेसर सधैँ हुन्छ। पहिलो विकेट छिटै गइहाल्यो, तर त्यसपछि क्रिजमा आइपुगे मार्क वाट, जसले यस्तो खेलाडी आज पुरा एनपिएल नै हल्लाइदिए। उनले पहिलो बलदेखि नै गेमलाई पढे, स्ट्राइक रोटेट गरे, सिङ्गल लिए, छिटो सुरु गरे। उनले गति पक्रिएपछि लुम्बिनीका क्षमता, फिल्डिङ सेटिङ, पेस भेरिएसन सबै मिनिङफुल नै भयो। वाटको हिस्टोरिक नक, उनले 41 बलमा 101 रन बनाए। त्यस पछाडि टोटल्ली 114 रन बनाउँदै आफ्नो टिम कर्णाली याक्सलाई जित दिलाउन सफल भए। आज वार्डले टाइमिङ, सर्ट सिलेक्सन देखाए। यो हामी सबै नेपाली क्रिकेट प्लेयरहरूले सिक्न जरुरी पनि छ। उनले सर्ट बल होस् या लङ बल होस्, लेन्थ बल होस्, ओभर पिच बल होस्, स्पिन होस्, सबैलाई पनि मजाले खेल्न सफल भए। बाउन्ड्री हिटिङ भनेको ब्रुट फोर्स मात्र होइन, माइन्डसेट प्लस क्यालकुलेसन प्लस पावर पनि हो। आज वार्डले त्यो फर्मुला पनि सिद्ध गराए। वाटको इनिङ्स देखेर नेपाली क्रिकेट प्लेयरहरूलाई सिक्न जरुरी छ कि हामीले कसरी खेल्ने भनेर। उहाँदेखि हामीले सबै खेलाडीहरूले सिक्न जरुरी पनि छ। उनले नेपाल प्रिमियर लिग सिजन 2 को पहिलो सेन्चुरी पनि बनाउन सफल भए। यो केवल इनिङ मात्र नभएर एउटा स्टेटमेन्ट पनि हो। नेपाल प्रिमियर लिग फ्रोजन क्वालिटी कस्तो हुन्छ भनेर डाइरेक्ट डेमोनेसन देखाउने कुरा पनि हो। रिजल्टको कुरा गर्ने हो भने कर्णाली याक्सले यसलाई सहजै जित हासिल गर्न सकेको छ। 12.2 ओभरमा कर्णाली याक्सले यो जित हासिल पारेको छ। यसका लागि कर्णाली याक्स आफ्नो पहिलो जित दर्तामा छ भने लुम्बिनी लायन्स दोस्रो खेलमा हार बेहोर्न पुगेको छ, पहिलो खेल जितिसकेको छ। यो चेजका लागि वार्डले यति सरल बनाए जसले कर्णाली याक्सलाई सहजै जित दिलाउन सफल पनि भयो, जुन 12.2 ओभरमै जित भयो। यसका लागि वार्डलाई धन्यवाद। साथै सबै नेपाली प्लेयरले यस्तै इनिङ खेल्न सकुन् भन्ने हामी चाहन्छौँ। सबैजनाले पेजलाई फलो गरी राखिदिनु होला, क्रिकेट नेपाल न्युजलाई। धन्यवाद।